So, hello guys, welcome back to my blog, है एरिक ब्लग अनि फेसबुकमा चाहिँ जेकब तामाङ छ. सो गाइस अहिले चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि यसो निस्केको हल्का फुल्का घुम्नलाई. अनि पर जान्छु. आज चाहिँ आलम भाइको पनि छुट्टी रहेछ. सो आलम भाइलाई पनि भेट्छु अन्त अब भेटौँ भनेर गएको. खै अब तिनीहरू छ कि छैन अब मलाई पनि थाहा छैन. तिनीहरू तर विचार गर्ने सन्डे जाने त राइडमा त भन्दै गरेको हुन्छ. अब राइडमा जानु त मन लाग्छ नि, तर के गर्नु अब गएकै हुँदिनँ. जे जानुपर्छ. त गाइस म चाहिँ अहिले डाली क्रस भएँ. यहाँ डाली गुम्बाको त्यहाँनिर आइपुग्न आँटेको छु. डाली मोनास्ट्री जो चाहिँ टुरिस्टहरू धेरै घुम्न आउँछन् त्यहाँनिर है. हामी त के घुम्नु, बुढोको नयाँ गाडी रहेछ. ट्रेन पनि आयो. त्यो ट्रेन पनि आजकल त के भन्नु अब वाक्कै लाग्छ हौ देखेर देखेर. यही हो डाली गुम्बा चाहिँ हो. अब देख्नु त पाएको छैन होला अहिले फिलहाल त म डाली गुम्बा आइपुगिसकेँ. अरे के सर हतार यार बच्चाहरूलाई हो गाइस. यस्तो हतार हुन्छ कि यिनीहरूलाई. यताको गाडी आउन आउन उता गाडी वात्तै निकालिदिन्छ. मलाई छक्कै पर्छ म त यार. गाइस मैले त हिजै तेल हालेको अझै कम्ती न कम्ती आइरहेछ. ल गाइस पनि यो